सबभन्दा ठुलो चुनौती र अहिलेसम्म प्रत्येक चीजमा आन्दोलन गर्नुपर्ने बाध्यता र अहिलेसम्म संविधानमा हक सुरक्षित नहुनुको पछाडिको कारण नेपालका मुस्लिमहरू, नेपालका दलितहरू, नेपालका निषाद समुदाय, नेपालको आदिवासी जनजाति, नेपालको पिछडा वर्ग र नेपालका रैथाने मधेसीहरूको मूल समस्या के हो भने उसको आफ्नो राजनीतिक शक्ति छैन, आफ्नो पोलिटिकल पावर छैन। त्यो पोलिटिकल पावर निर्माण गर्नका लागि हामी अहिले सुरुवाती दौरमा चाहिँ 15 जिल्ला, किनभने शक्ति प्रमाणित नगरेसम्म हामीलाई कसैले मान्नेवाला छैन। म आज तपाईहरुलाई भन्न चाहन्छु कि हामीले शक्ति प्रमाणित गर्न चाहन्छौं। तपाईहरु चाहनुहुन्छ कि हाम्रो शक्ति प्रमाणित होस्? हामी भोटर र कार्यकर्ता मात्रै होइन, हामी यो देशको नेता बन्न चाहन्छौं। हामी दर्शक मात्रै होइन। बुझ्नुहुन्छ नि, खेलमा दुईटा हुन्छ, एउटा दर्शक अर्को प्लेयर, अब तेस्रो एम्पायर, निर्णयकर्ता। तो यो यहाँ उपस्थित भएका जनताहरू राजनीतिमा प्लेयर हो कि दर्शक हो कि एम्पायर हो? एम्पायर हुनुपर्ने तर दर्शक छैन। तर अहिले दर्शक छ। कहिले प्रचण्डजीले चौका मार्नुभयो, ताली बजाउँछ। कहिले माधव नेपालले चौका मार्नुभयो, फेरि ताली बजाउँछ। कहिले उपेन्द्र यादवले दुकी मार्दियो, फेरि ताली बजाउँछ। हाम्रै टोपी लगाउँछ, हाम्रै सेवई खान्छ, हाम्रै ईदमा आएर घरमा बिरयानी खान्छ, तर हाम्रा मदरसा विधेयक पास गर्दैन। हामी के छौं? मदरसा विधेयक कहाँ रोकिएको छ? प्रदेश नम्बर 2 को प्रदेश सभामा दलितहरूमाथि अन्याय हुन्छ, राज्यले कारबाही गर्दैन, राज्यको निर्णायक तहमा को छ? त्यही दलितहरूले भोट दिएर जिताएको एमाले, कांग्रेस, माओवादी र मधेसवादी होइन? हो कि होइन भन्नुस् न? मदरसा विधेयक रोक्ने को? यो रोहतकमा जलसा भइरहेको थियो, धार्मिक प्रवचन, त्यो पनि केका लागि? विश्व शान्तिका लागि। त्यसलाई कसले रोक्यो? सरकारले। सरकार कसको छ? कसको गृहमन्त्री, कसको प्रधानमन्त्री? तो को के देख्यो भने बोल्नुस् है, तपाईहरु नेता हो, तपाईहरु सबैजना नेता हो। तपाईहरुले यो देशलाई, र म यहाँ अन्तर्क्रियामा मात्रै बोलिरहेको छैन, यसको माध्यमबाट सिङ्गो नेपालको उत्पीडित जनतालाई सच्चाइलाई स्वीकार गर्नुस् भन्न चाहन्छु। नेपालमा जति पनि सरकार बनेका छन् अहिलेसम्म, कुनै एउटा पार्टीलाई भन्न चाहन्न म, कुनै पनि पार्टीले आजसम्म नेपालको मुस्लिमहरूलाई शिक्षाको मूल धारबाट जोड्नका लागि अहिलेसम्म कुनै पनि नीति किन बनेन? एउटा एकताबद्ध शक्तिको निर्माण होस्। तर तपाईहरु सुध्रिएर आयो भने हामी सहकार्यमा जान पनि तयार हुन सक्छौं। त्यसको लागि पटक पटक मधेसको जनता र देशको जनतासँग गरिएको धोखाधडीको लागि माफी त माग्नु पर्यो नि। अब सच्चिएर आउँछौं, अब धोका दिदैनौं भन्नु पर्यो। र म तपाईहरुलाई भन्न चाहन्छु, यो आज यस हलमा तपाईहरुले सम्पूर्ण नेपालको उत्पीडित जनताको मुक्तिको लागि र समानताको लागि र यो देशमा एकल वंशको शासनको अन्त गर्नका लागि आज हामी यो बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको रक्षार्थ अन्तर्क्रिया कार्यक्रममा बसेका छौं। र यो अवस्था कसले आयो? आज हामी गणतन्त्रमाथि, संघीयतामाथि, समानुपातिक समावेशीकरणमाथि, धर्मनिरपेक्षतामाथि र नेपाली जनताले प्राप्त गरेको अधिकार जुन संविधानको रूपमा उल्लेख छ, त्यसमाथिको प्रहार, व्यवस्थामाथिको प्रहार को रक्षा गर्न यहाँ अन्तर्क्रिया गर्दैछौं, सिङ्गो नेपाली उत्पीडित जनताको प्रतिनिधित्व गर्दै।